खुट्टाले धान मान्ने चलन हाम्रा गाउँमा हो कि ती सुप्पा धानका भया सक्दैन हु बोकी घर कि मौज प्रभात बठे ये नि छौ अरूलाई धान जेद्दा होइदिए भन्ने हुन्छ खेत टाढा सरी यम थिए चाहिँ यो कम्मो होइदिए बर बोक्दा कम्पोट देथे भन्ने किसिमको होइरहेछ मलाई यो प्रभात बठे लागे भएका छौँ अहिले सकिने जुन चाहिँ हो दिनभरै लाग्दै जस्तो छ 4 बजे उठेर आया हूँ 40-50 सुक्को जतिमा मानिस गेल्या ह अब यो धान यति हुन्ना रे कि बोक्दु कस्या हो भन्ने भुट्याड होइरहेछ बोक्दा कि लेखा मालका जसो ट्र्याक्टर उहाँ खे आइदिने हो कस्या बोक्दा हुन्थ्यो अब यहाँ तसो सुविधा छैन भाइहरुन ह किसिम बोक्नु पर्यो अरूको त झिक्को होइदियो भन्ने हुन्छ यहाँ चाहिँ कम्मो होइदिए बर बोक्दा कम्मो हुन्थ्यो भन्ने हुन्न आसरी अब धान जति हुनेन त्यति दाचार छौँ कि मान्ने चलो मलाई पराललाई उठाए खिच्थे तरकारी छ हैन।